हजुरहरूलाई स्वागत छ सिक्किम डिलो ब्लगमा। आज म तपाईहरुलाई यो डोरायाकी मैले एउटा प्लान्ट किनेको थिएँ। डोरायाकी यो चाहिँ एन्थोरियमको डोरायाकी मेरोमा अहिले 3टा 4टा भएको छ है। यो चाहिँ ठुलो छ, त्यहाँदेखि सेकेन्डमा यो थर्ड फोर्थमा सानो सानो छ। अनि तपाईहरुले जान्ने कुरो यो पिङ्क प्रिन्सेस छ है। यो चाहिँ मलाई यादै भएन कि त्यो के हो यसको है नामै। यो पनि क्रेस्टोनियम एन्थोरियममै है। ल्याउँदाखेरि नै पत्ताहरू बिग्रेको थियो। त्यो डोरायाकीको यो सानो, त्यहाँपछि हेल्दी हुँदै हुँदैछ कि कलर चेन्ज चाहिँ ठुलो। यहाँबाट चाहिँ मैले छुट्याएर चाहिँ यो एउटा, त्यसले 2टा 3टा 4टा भएको छ। क्याल्किन्स ऱ्यापिडोफोरा भेरिगेटेड, फ्लोरिडा ब्युटी, ऱ्यापिडोफोरा प्लेन ग्रिनमा हो। यो पनि एन्थोरियममै हो। यसको नाम मलाई याद भएन। फेड भाइ मसँग एउटा 2टा 3टा छ। अनि यो ओरेन्ज मार्मलेड, त्यहाँबाट यो छ रोजो कङ्गो, यो छ ब्ल्याक कार्डिनल, रोजो कङ्गो ब्ल्याक कार्डिनल। यो भेरिगेटेड भनेर ल्याएको मैले हुक्करी, एन्थोरियम भेरिगेटेड हुक्करी। त्यहाँबाट आयो मलाई यो व्हाइट प्रिन्सेस र अर्को मलाई त्यो यो व्हाइट प्रिन्सेस अनि अर्को हेर्नुस् न नाम भन्नै नआएको, त्यो चाहिँ मैले छुटाउन सकेको छुइनँ। मेरो कलेक्सन अलिक ठुल्ठुलो छ है, यो सानो सानो छ। यो चाहिँ बर्ली मार्क्स ग्रिनमा छ। यो चाहिँ बर्ली मार्क्स भेरिगेसनमा छ, भेरिगेटेडमा। बर्ली मार्क्स थुप्रै छ मसँग। अनि त्यहाँबाट यो चाहिँ बर्किन पनि सुटहरू गर्दैछ। पहिला साह्रो पर्छ सुट गर्नु, त्यहाँबाट बादमा चाहिँ भइहाल्छ। यो कार्डबोर्ड एन्थोरियम, कार्डबोर्ड मोटो हुन्छ नि त यो। बिलिटी कता उल्टाबाट भयो। यो पनि हुक्करी नै हो, ग्रिन एन्थोरियम हुक्करी। यो चाहिँ होसेबोनोको चाहिँ यो भेरिगेसन पुरा मनपर्छ मलाई कि होसेबोनो। यो एन्थोरियम म्याक्लोबोलियम फुलिरहेछ। त्यो मलाई बिउसी उमार्नु त मलाई याद छैन। यहाँ मैले थुप्रै सारेको छु। मोन्स्टेरा, यो मलाई एक नामै आएन है, म बिर्सी पठाइहाल्छु। मिलानो भन्छ नि, मिलानो। मसँग चाहिँ यो चाहिँ मोन्स्टेरा मजाको छ नि, चिटिक परेको।